शिक्षण विधि भने के हो, वा शैक्षिक विधि भने के हो, शैक्षणिक विधि भने के हो, वा भनौँ भने सिम्पल भाषामा पढाउने तरिका भनेको के हो, के तपाईलाई थाहा छ? थाहा छैन भने तपाईहरुको कक्षा 12 को पेडागोजी विषयमा एकाइ 5 शैक्षणिक विधि इंस्ट्रक्शनल मेथडबाट चाहिँ एकदमै इम्पोर्टेन्ट प्रश्न र नछुट्याउने प्रश्न सोध्छ। शैक्षणिक विधि भनेको के हो, यो कति प्रकारको हुन्छ, वा कुनै एउटा विधिको बारेमा विस्तृत लेख्नको लागि भनिदिन्छ। त नआतिनुस्, यो भिडियोलाई अन्त्यसम्म हेर्नुस्। शैक्षणिक विधि भनेको के हो, कति प्रकारको हुन्छ, यी विधिहरूलाई कसरी अप्लाई गर्नुपर्छ, यो विधिहरूको तरिका के हो र यो विधिहरूको फाइदा के हो, बेफाइदा के हो, सम्पूर्ण यो भिडियोमा चाहिँ हेर्न पाउनुहुन्छ, सिक्न पाउनुहुन्छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्। त यहाँ चाहिँ पहिलो शैक्षणिक विधि भनेको हो इन्स्ट्रक्सनल मेथड भनेको, यसलाई टिचिङ मेथड पनि भनिन्छ। इन्स्ट्रक्सनल मेथड अलिकति अप्ठ्यारो लाग्यो होला तपाईहरुलाई, इन्स्ट्रक्सनल मेथड अप्ठ्यारो लाग्यो भने इन्स्ट्रक्सनलको मतलब बुझ्नु टिचिङ मेथड, मेथड भने तरिका, टिचिङ भने पढाउने, पढाउने तरिका भनेको के हो, यसले भन्छ इन्स्ट्रक्सनल मेथड अथवा टिचिङ मेथड। त सिम्पल भाषामा मैले यदि परिभाषा दिनुपर्ने हो भने यहाँ मैले लेखिदिएको छु, हेर्न सक्नुहुन्छ। शिक्षकले विद्यार्थीलाई विभिन्न ज्ञान र सिप सिकाउन प्रयोग गर्ने विधिलाई शैक्षणिक विधि भनिन्छ। शिक्षकले आफ्नो विद्यार्थीहरूलाई विभिन्न ज्ञान सिप सिकाउनको लागि प्रयोग गर्ने विभिन्न विधिहरूलाई शैक्षणिक विधि भनिन्छ अथवा शिक्षण विधि भनिन्छ। जस्तै कुनै कुरा सिकाउन छ भने खेल खेलाइदिने, खेलको माध्यमबाट सिकाइदिने, कुनै कुरा सिकाउन छ, सन्देश दिनु छ, गीत गाइदिने, गीतको माध्यमबाट पनि सिकाउन सकिन्छ। कुनै कुरा यस्तो छ चाहिँ यसो पजल दिदिने र ल समस्या यो समाधान गरिदेऊ, त्यस्तो चाहिँ भनिदिने, अथवा कुनै नाटक गराइदिने, नाटकबाट पनि सन्देश चाहिँ आउँछ, केही चाहिँ सिकाइ हुन्छ, नाटक गराइदिने, वा कम्पिटिसन गराइदिने, वाचन गराइदिने, त्यो पनि हुन्छ। अथवा कुनै कुरालाई यो चाहिँ मैले चाहिँ जनसङ्ख्यामा ल तपाईको छर छिमेकमा कति चाहिँ जनसङ्ख्या छ, 10 घर सर्वे गरेर चाहिँ के पुरुष कति, महिला कति, अपाङ्ग कति, सपाङ्ग कति, शिक्षित कति खोजेर ल्याउनुहोस्। अब त्यो चाहिँ आइहाल्छ। यो सब विधिहरू हो। यदि यो तर एउटै विधि हरेक विषयमा लागू हुँदैन। हरेक विषयको हरेक पाठको प्रकृति अनुसार अलग अलग पढाउने तरिकाहरू हुन्छ। हो त्यो पढाउने सिकाउने तरिका नै शिक्षण विधि हो। तपाई कुन विषयलाई कसरी पढाउनुहुन्छ, कसरी सिकाउनुहुन्छ, त्यो तरिका नै के हो, शिक्षण विधि हो। तर त्यो तरिका एकदम प्रभावकारी हुनु पर्यो, एकदम चाहिँ विद्यार्थीले बुझ्ने हुनु पर्यो, ताकि तपाईले पढाउने विषय वस्तुको उद्देश्य सजिलै पूरा होस्, त्यो चाहिँ विधिबाट। ठीक छ। त अब यहाँ हामी चाहिँ यो यस्ता शिक्षण विधिहरू, यो पढाउने तरिकाहरू मुख्य गरेर चाहिँ दुई प्रकारमा विभाजन गरिएको छ। यानी कि सिकाउने पढाउने जुन तरिका छ, विधि छ, टिचिङ मेथड छ, इन्स्ट्रक्सनल मेथड छ, शैक्षणिक विधि छ, यो मुख्य गरेर कति भागमा विभाजन गरिएको छ, दुई भागमा। मुख्य गरेर दुई भागमा यी पढाउने विधिहरूलाई विभाजन गरिएको छ, बाँडिएको छ। त त्यो कुन कुन हो? एउटा हो चाहिँ तपाईको शिक्षक केन्द्रित विधि, शिक्षक केन्द्रित विधि, यसलाई टीचर सेन्ट्रेड मेथड भनिन्छ। यानी कि यसमा यस्ता प्रकारका विधिहरू छन्, यो विधिमा चाहिँ टीचर एकदम चाहिँ केन्द्रित हुन्छ, विद्यार्थी चाहिँ सुनिरहेका हुन्छन् र टीचर धेरै एक्टिभ हुन्छ, टीचर धेरै सक्रिय हुन्छ। यानी कि यसमा धेरै क्रियाकलाप टिचरले गरिराखेको हुन्छ। यस्ता विधिहरूलाई टीचर सेन्ट्रेड विधि भनिन्छ। जस्तै म तपाईहरुले पढाइरहेको छु नि, त म धेरै सक्रिय छु, धेरै म बोलिरहेको छु, धेरै म चाहिँ क्रियाकलाप गरिरहेको छु, म सम्झाइरहेको छु, हो यो मेथड के हो त, टीचर सेन्ट्रेड मेथड हो। ठीक छ। त टीचर सेन्ट्रेड मेथडमा मुख्य गरेर तीनवटा चाहिँ मेथडहरू आउँछन्, तीनवटा विधिहरू आउँछन्, जुन टीचर नै सेन्ट्रेड हुन्छ, टीचर नै केन्द्रित हुन्छ, टीचर माथि नै धेरै फोकस गरिएको हुन्छ त्यो मेथडमा। जस्तै पहिलो चाहिँ के छ, प्रवचन विधि, प्रवचन विधि, लेक्चर मेथड। पहिलो कुन हो, प्रवचन विधि।
लेक्चर मेथड यो विधिमा चाहिँ के हुन्छ लेक्चर दिने गर्छन् प्राय यो माथिल्लो क्लासमा चाहिँ लागू हुन्छ किताब खोल्ने अनि किताब पढ्दै जाने सम्झाउँदै जाने यो चाहिँ मेथड लेक्चर मेथड हो यसमा विद्यार्थीहरू चाहिँ त्यति सक्रिय हुँदैन विद्यार्थीहरू सुन्ने काम मात्रै गरेका हुन्छन् र सुनेको आधारमा नोट पनि बनाउने गर्छन् र जो टिचर हुन्छ त्यो लेक्चर दिएको हुन्छ बोलेको बोलै गरेको हुन्छ यानी कि बोलेर सम्झाइरहेको हुन्छ जस्तै कथा वाचन गर्नु धेरै चाहिँ पण्डितहरू हुन्छन् कथा वाचन गर्छ नि हो त्यो यही मेथड हो यानी कि प्रवचन विधि प्रवचन दिनु कथा वाचन गर्नु त्यो श्रोतागणलाई सुनाउनु यो मेथडमा चाहिँ आउँछ है यसमा टिचर धेरै एक्टिभ हुन्छ टिचर धेरै सक्रिय हुन्छ र सुन्ने व्यक्ति चाहिँ त्यति सक्रिय हुँदैन त्यो सुनेको र बुझेको सुनेर बुझ्ने काम गर्छ यसमा किताब लिएर अथवा आफ्नो शैक्षिक सामग्री जुन त्यो लिएर पढ्ने र सम्झाउने काम गरिन्छ र यो मेथड चाहिँ तल्लो क्लासमा त्यति प्रभावकारी हुँदैन हुन त शिक्षकहरू यही चाहिँ मेथड धेरै युज गर्छन् किताब लिने पढ्दै जाने सम्झाउँदै जाने तर त्यसबाट विद्यार्थीहरू त्यति बुझ्दैन त्यति प्रभावकारी तल्लो क्लासको लागि हुँदैन यो माथिल्लो क्लासको लागि ठिक विधि हो अर्को छ प्रदर्शन विधि यो पनि शिक्षक चाहिँ सेन्ट्रल मेथड हो डेमोन्स्ट्रेसन मेथड यो यही अन्तर्गत आउँछ प्रदर्शनको मतलब के हो भने शिक्षकले केही कुरा लिएर आएको हुन्छ र प्रदर्शित गरेर देखाइरहेको हुन्छ त्यसमा पनि शिक्षक नै धेरै चाहिँ सक्रिय हुन्छ शिक्षक नै धेरै चाहिँ एक्टिभ हुन्छ त त्यस्ता मेथडहरू जसमा सिकाउनको लागि शिक्षक धेरै एक्टिभ हुन्छ शिक्षकले नै धेरै कुरा गरिरहेको हुन्छ अनि सुन्ने सिक्ने विद्यार्थीहरू लर्नरहरू सिकारुहरू त्यति सक्रिय हुँदैन त्यो सब मेथडहरू के हो त शिक्षक केन्द्रित हो त्यसपछि छलफल विधि छलफलमा पनि शिक्षक चाहिँ धेरै सक्रिय भयो भने त्यो चाहिँ शिक्षक केन्द्रित भइहाल्छ यानी कि छलफल गराइदिने आफू धेरै एक्टिभ भइदिने यो चाहिँ शिक्षक केन्द्रित विधिहरू तीनवटा अब आयो विद्यार्थी केन्द्रित विधि यसलाई लर्नर सेन्ट्रेड वा चाइल्ड सेन्ट्रेड मेथड पनि भनिन्छ अङ्ग्रेजीमा यानी कि शिक्षक के विद्यार्थी केन्द्रित विधिमा के हुन्छ भने शिक्षक एउटा सहजकर्ताको भूमिका हुन्छ शिक्षक त्यति एक्टिभ हुँदैन यी विधिहरू अप्लाई गरिदिने हो भने विद्यार्थी आफसे आफ सिक्छन् विद्यार्थीहरू धेरै सक्रिय हुन्छन् विद्यार्थीहरू धेरै एक्टिभ हुन्छन् र विद्यार्थीले नै चाहिँ शोध गर्छ खोज गर्छ अनि त्यसलाई चाहिँ समाधान गर्छ अनि बुझ्ने प्रयास गर्छ र सिक्ने प्रयास गर्छ शिक्षक मात्र सहजीकरणको काम गर्दैछ यहाँ यानी कि यो चाइल्ड सेन्ट्रेड विद्यार्थी केन्द्रित विधिमा शिक्षक चाहिँ सहजकर्ताको रूपमा हुने सामान्य सहयोग गर्ने र विद्यार्थी धेरै सक्रिय हुने गर्छन् यसमा चाहिँ धेरै विधिहरू छन् र यो विधि तल्लो क्लासमा धेरै उपयुक्त हुन्छ यो चाहिँ विद्यार्थी केन्द्रित विधिहरू तल्लो क्लासको लागि धेरै प्रभावकारी हुन्छन् यी विधिद्वारा तल्लो क्लासमा पढाउने भने विद्यार्थीहरू धेरै सिक्छन् र त्यो सिकाइ प्रभावकारी हुन्छ र टिकाउ पनि हुन्छ दीर्घकालीन पनि हुन्छ विद्यार्थीले सजिलै सिक्छन् राम्रो तरिकाले सिक्छन् र धेरै इन्ट्रेस्ट हुन्छ यसमा यी विधिहरू कुन कुन हो भने यहाँ हेर्न सक्नुहुन्छ यहाँ 10 वटा मैले विधि लेखिदिएको छु यो विद्यार्थी केन्द्रित विधिमा पहिलो छ प्रयोग विधि प्रयोग विधि पनि कुनै कुरा चाहिँ प्रयोग गर्नको लागि सिकाइदिने अनि विद्यार्थीहरू प्रयोग गरिरहेको हुन्छ जस्तै हाइड्रोजन बनाउने अक्सिजन बनाउने हैन अनि के अरे नुन बनाउने यस्ता चाहिँ त्यस्तै अरू चाहिँ सिलाइ कटाइका कुराहरू छ सिलाइ कटाइ छ पेन्टिङका कुराहरू छ हैन अनि ज्यामितीय आकारहरू बनाउनको लागि छ गणितमा हो त्यो चाहिँ सिकाइएपछि त्यो विद्यार्थीहरू आफै बनाउँछन् प्रयोग गर्छन् त्यो त यो चाहिँ प्रभावकारी छ यो चाहिँ विद्यार्थी केन्द्रित छ यसमा विद्यार्थी नै धेरै केन्द्रित हुन्छ दोस्रो शैक्षिक भ्रमण विधि शैक्षिक भ्रमण विधि यो चाहिँ विद्यार्थी केन्द्रित विधि हो शैक्षिक भ्रमणमा के हो भने विद्यार्थीहरूलाई चाहिँ कुनै चाहिँ जस्तै मन्दिर मस्जिद वा कुनै चाहिँ पार्क घुम्नको लागि लगिदिने अनि विद्यार्थीहरू त्यहाँ घुम्न जान्छ भने त्यो दृश्यहरू हेरेर आफसे आफ सिक्ने गर्छन् हो यसलाई चाहिँ शैक्षिक भ्रमण विधि भनिन्छ यानी कि फ्रिडम हुन्छ यसमा विद्यार्थी स्वतन्त्र रूपमा हेर्न सिक्न पाउँछ यो विधिमा यसमा कसैको कन्ट्रोल हुँदैन त्यति यानी कि जोर जबरजस्ती हुँदैन विद्यार्थी आफै चाहिँ आफ्नो बुद्धि विवेकले हेरेर सिक्ने गर्छ यो चाहिँ विद्यार्थी केन्द्रित हो यसमा विद्यार्थी धेरै एक्टिभ हुन्छ आफ्नो दिमाग लगाउँछ अर्को छ कार्यभार अध्ययन यानी कि कुनै कुरा दिदियो भने त्यो चाहिँ अध्ययन गर्छ विद्यार्थीले दिमाग लगाउँछ बुद्धि पुर्याउँछ र त्यसले अध्ययन गरेर सिक्ने प्रयास गर्छ ताना योजना कुनै योजना दिदिने लेख्नको लागि जस्तै परियोजना कार्यहरू छ हाम्रो किताबहरुमा सामाजिकमा धेरै परियोजना कार्यहरू हुन्छन् हैन
त्यो परियोजना कार्य गराइदिने त्यो विद्यार्थी गर्छ र त्यो सेन्ट्रेड हो, विद्यार्थी केन्द्रित हुन्छ र सिक्ने प्रयास गर्छ। त्यस्तै सर्वेक्षण विधि भनेको गाउँ टोलमा कुनै जनसङ्ख्याको बारेमा सर्वेक्षण गर्नलाई भनिदिने। जस्तै जनसङ्ख्या पत्ता आफ्नो गाउँको जनसङ्ख्या पत्ता लगाएर ल्याऊ, आफ्नो जनसङ्ख्यामा शैक्षिक जनशक्ति पत्ता लगाएर ल्याऊ, अथवा रोजगार र बेरोजगार चाहिँ छुट्याएर लिएर आऊ, त्यो चाहिँ सर्वेक्षण विधि हो। यसमा विद्यार्थी आफै एक्टिभ हुन्छ र आफै गरेर सिक्ने हुन्छ। त्यस्तै व्यक्तिगत अध्ययन विधि यो विद्यार्थी केन्द्रित विधि हो। किनभने व्यक्तिगत अध्ययन भनेको कुनै विद्यार्थी धेरै कमजोर किन भयो र कुनै विद्यार्थी धेरै तीक्ष्ण किन भयो, कुनै मन्द बुद्धि किन भयो, कुनै तेज किन भयो, त्यसको पृष्ठभूमिलाई अध्ययन गर्नको लागि यो विधि हो, यानि कि त्यसको बारेमा चाहिँ जान्नको लागि। अर्को चाहिँ सोधपुछ विधि, प्रश्नावली विधि, यानि कि प्रश्न निर्माण गरेर चाहिँ प्रश्नद्वारा चाहिँ सोधपुछ गर्ने र सिक्ने सिकाउने काम चाहिँ सुचारू हुन्छ। अर्को खोज विधि, केही खोज्नको लागि, जस्तै कुनै मन्दिरको बारेमा खोज्नु, जस्तै आफ्नो वरिपरिमा तिमीहरूको छरछिमेकमा कुनै मन्दिर छ भने त्यो मन्दिर वा मस्जिदको बारेमा चाहिँ धेरै कुराहरू पत्ता लगाऊ मतलब त्यो मन्दिर कसले बनाइदिएको हो, कहिले बनेको हो, त्यसको महत्त्व के छ, त्यसमा के मेलाहरू लाग्ने गर्छ, त्यसको लागत के छ, अहिले त्यसको व्यवस्थापन के छ, यी विविध कुराहरू खोज्नलाई भनिदिने विद्यार्थी आफै केन्द्रित हुन्छ र खोजेर ल्याउँछ र सिक्ने गर्छ। त्यस्तै समस्या समाधान विधि, यो धेरै चाहिँ म्याथमेटिकमा धेरै प्रयोग हुन्छ। यो समस्या समाधान जस्तै कुनै हिसाब चाहिँ बताइदिने र त्यही अनुसार अरू पनि समस्या दिइदिने, अनि ती यो विद्यार्थीहरू चाहिँ समाधान गर्छन्, आफै एक्टिभ हुन्छ। त्यसपछि अन्वेषण विधि, यो सबै विधिहरू चाहिँ यानि कि शैक्षणिक विधिहरू, यानि कि शिक्षण विधिहरू, पढाउने तरिकाहरू मुख्य गरेर दुई प्रकारको छ, एउटा शिक्षक केन्द्रित, एउटा विद्यार्थी केन्द्रित विधि। र यी विधिहरूलाई चाहिँ व्याख्या गर्नुपर्छ। तपाईहरुको परीक्षामा कुनै एउटा विधिको बारेमा चाहिँ सोध्न सक्छ। जस्तै मानौं प्रयोग विधिलाई कसरी कक्षा कोठामा प्रयोग गर्ने, यसका चाहिँ प्रक्रिया सहित फाइदा र बेफाइदा लेख्नुहोस्, अथवा चाहिँ शैक्षिक भ्रमण विधि कस्तो विधि हो, यसको चाहिँ फाइदा र बेफाइदा तथा यसको कसरी चाहिँ समायोजन गर्न सकिन्छ, यसको चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ लेख्नुहोस् भनेर भनिन्छ। यदि चाहिँ यिनीहरूको बारेमा यो जति चाहिँ शैक्षिक विधिहरू चाहिँ शिक्षण विधिहरू छ, यी विधिहरूको बारेमा पनि जस्तै यी विधिहरू कसरी प्रयोग गर्ने, यसका फाइदा के छ, बेफाइदा के छ, यसका तरिकाहरू के छ, यी पनि चाहियो भने तपाईहरु भिडियोमा चाहिँ कमेन्ट गर्नु होला। मैले यिनीहरूको बारेमा पनि अलग अलग यसका फाइदा बेफाइदा र यसका तरिकाहरू बारेमा बनाइदिन्छु। हस्, आजको लागि धन्यवाद। थ्यांक यू। नेक्स्ट भिडियोमा फेरि भेटौँला।